नमस्ते, के तपाईँलाई थाहा छ आगामी निर्वाचनमा कति नेपालीहरूले भोट हाल्न पाउँदैछन्? निर्वाचन आयोगले भर्खरै मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ। आजको भिडियोमा हामी यसैबारे चर्चा गर्नेछौँ। आगामी फागुन 21 गतेलाई आधार मान्ने हो भने नेपालमा कुल मतदाताको सङ्ख्या 1,89,03,689 पुगेको छ। यसलाई अझ नजिकबाट हेर्दा पुरुष मतदाता 96,63,000 भन्दा बढी, महिला मतदाता 92,40,000 भन्दा बढी, अन्य 200 जना। तपाईलाई अचम्म लाग्न सक्छ, 2079 सालको निर्वाचनको तुलनामा यस पटक 9,15,000 भन्दा बढी नयाँ मतदाताहरू थपिएका छन्। यसले के देखाउँछ भने युवाहरूको उत्साह, राजनीति र मतदान बढ्दो छ। तपाईको नाम छ कि छैन? निर्वाचन आयोगले सबै नामावली अपडेट गरिसकेको छ। तपाईले सजिलैसँग आयोगको आधिकारिक वेबसाइटमा गएर आफ्नो नाम मतदान सूचीमा छ वा छैन भनेर चेक गर्न सक्नुहुन्छ। 18 वर्ष पुरा भएकाले आफ्नो नागरिक अधिकार प्रयोग गर्न नभुल्नुहोला। तयारीको कुरा गर्दा आयोगले देशभर 10,967 मतदान स्थल र 23,112 मतदान केन्द्रहरू तय गरेको छ। आफ्नो भोटको महत्त्व बुझौँ र सही प्रतिनिधि छानौँ। के तपाईले आफ्नो नाम चेक गर्नुभयो? छैन भने तुरुन्तै आयोगको वेबसाइट हेर्नुहोस्। यस्तै जानकारीका लागि हामीलाई फलो र सब्स्क्राइब गर्न नभुल्नुहोला।